Welcome. Welcome. Welcome to my mini channel. Mini vlog. आज पनि आए म त्यही कहिले आउँछु कहिले आउँदिन तर आज नि आए आज पनि यो मातेकी लिम्बुनीसँग आइछु म कता गयो लिम्बुनी चुतिया लिम्बुनीसँग अनि हामी चाहिँ आज यता आएको थियौँ विशेष काम त के भन्नु यो जङ्गलमा अब यहाँको अब केही माखा भेटिँदैन त्यही पनि आएको छौँ यो हाम्रो नेपालको जस्तो लाग्यो मलाई काठको धेरै राम्रो छ खोला अनि के भन्न चाहन्छौ दुई शब्द मेरो दुई शब्द अहिले म भावुक भएको छु दुई शब्द राख्नै सक्दिनँ ल गाइस अब थाहा भइहाल्यो अब भावुक छ है म पनि थोरै भावुक नै छु अब यहाँ थाहा कति लाख मैले लगभग म आएको कति लाखको भ्याकेसनमा आएको रे तिमी म 7 लाखतिर आएको भ्याकेसनमा आएको कहाँ धुलेको त यस्तो जङ्गलतिर योभन्दा बेटर जङ्गल त नेपालमै थियो तर पनि ठिकै छ ठिकै छ अब कहिलेसम्मको भ्याकेसन हो भ्याकेसन लगभग मलाई केटा नभेटिन्जेलसम्म बिहे नभइन्जेलसम्म तिमी चाहिँ खास भ्याकेसन चाहिँ किन आएको भन्दा केटा खोज्न नेपालमा नपाएर नेपालमा नपाएर नेपालको भाउ नै दिँदैन बाले दिँदैन रुख चाहिन्छ पैसा चाहिन्छ रुख त सकिएन पैसा कमाएर किनिदिने हो बजियाहरूलाई अनि पैसा टिप्नु आएको आज हामी जङ्गलतिर तर पैसा त झरिसकेछ त पैसा यता झरिसकेछ अब त्यो अलि अप्ठ्यारो ठाउँतिर छ क्या त्यो पैसा हेर न त्यो अब त्यो पैसा टिप्नलाई अब हामी उफ्रिनु पर्छ है अब हामी पैसा टिप्नलाई उफ्रिनु पर्ने छ अब नत्र भने पुग्दै सकिँदैन ठिक छ केटा खोज्नलाई यता आइयो किन हामीलाई भाउ नदिएको कहाँ छौ केटा हो तिमी यहाँ आएर कस्तो दुःख लाग्यो यस्तो जङ्गलमा आएर नेपालमा के मरेका थियौ अहिलेसम्म हामीलाई देखेनौ तिम्रो आँखा छैन गन ठिकै त राम्री नै त छुन्न होला छौ करोड हो नि पचाउँछन् त यतिको त जसले नि सर्लक्क हेर त यिनको सब छ चाक छ ज्यानेर ल ठिक छ ल हामी के गर्छौँ हामी ट्याक्क देखाउँछौँ होइन गर्ने त यहाँ केही पनि छैन कोही पनि छैन त्यही पनि केही न केही त हुन्छ कि ल है त हामी कहाँ छौँ रे अहिले विदेश बलाई बी दलाइमा तिते स विदेश देखाउ यता वरिपरि विदेश हेर न गाइस भगवान त्यो पनि विदेश पनि क्या विदेश चान्चुने विदेश ठाने हो र युरोप हेप्ने हामीलाई हामी युरोपमा छौँ अहिले शक्तिशाली देशमा छु फेरि त्यो पनि युरोप फेरि कुन हो भनेर चाहिँ नसोध्नु शक्तिशाली हो देश चाहिँ तर सोध्नु चाहिँ नसोध्नु हाम्रो जब के हो रे बाघ चढाउने क्या अरूले चाहिँ यहाँनिर भेडा चढाउँछ भेडा चढाउने जब छ यहीँ गरेर रुन्छन् बाघ चढाउन आऊ बाघ चढाउनु मजा हुन्छ यस्तो बाघ खोज्दा र 2टा बाघ हरेर आएको हामी चाहिँ हाम्रो काम चाहिँ यहाँ विदेशमा युरोपमा चाहिँ हाम्रो चाहिँ बाघ चराउने काम हो हामी चाहिँ टक्क बाघ चराउन हिँडेको 1-2जनालाई त खोरमा हालिसक्यौँ होइन अब चाहिँ हाम्रो कतिवटा छ अरे 2टा बाघ हराएर 2टा बाघ हराएको छ हामी त्यो बाघलाई खोज्दैछौँ यहाँ कहाँ छ भनेर कहाँ गएर बाघलाई कसरी बोलाउने हो हामीलाई के सिकाएको थियो अरे बाघ बोलाउन बोलाउनु भनेको छ बाघलाई बाघ बोलाउने आइडिया राम्रो रहेछ ल राम्रो ठाउँ रहेछ अब चाहिँ हामी लाग्यौँ खोज्नुलाई हिँडिसक्यौँ मैले अब त्यसको पैसा तिर्ने त होला नि बाघ हराइसक्यो अब के गर्नु होला
जङ्गलमा कुकुर बिरालो मात्रै छ। हामी चाहिँ यो चोटो लाएर क्रिसमस आएको अवसरमा चाहिँ हामीले के गर्दैछौँ, बाघ चराउँदैछौँ गाइज। ल अनि तिम्रो ड्रिम कन्ट्री युरोपमा आएर कस्तो फिल भइरहेछ? मलाई एकदम फिल भइरहेछ। संसारै जितेको फिल भएको छ भने रुँदै हुन्थ्यो त हिजो त। संसार जित्यो। मलाई पनि एक्ज्याक्ट फिल चाहिँ त्यही भएर यस्तो राम्रो ठाउँ, यति ठुलो सहरमा होइन। अब गाडी नै गाडी जता हेऱ्यो त्यतै गाडी, ठुलो ठुलो सहर, ठुलो ठुलो बिल्डिङ। यत्रो बिल्डिङ त मैले त नेपालमा त जन्मेदेखि देखेकै थिइनँ आजसम्म। तर यहाँ रहेछ यस्तो यस्तो ठुल्ठुलो बिल्डिङ त कहीँ हुन्न होला है, कुनै पनि देशमा छैन होला होइन? छैन, मेबी छैन होला, कोही पनि नेपालीहरू पुगेको छैन होला जस्तो लाग्छ मलाई। यति बिल्डिङ, खोलाहरू, खोला हेर न, खोला यस्तो छ खोला। यी बिल्डिङहरू फेरि छिर्ने ठाउँ नै छैन नि, कहाँ खुट्टा राख्ने ठाउँ छैन, खुट्टा अडिने ठाउँ छैन, कसरी पार गर्नु भन्दा भन्दै मैले चाहिँ यो ठाउँमा बसेर 1 वर्षभन्दा बेसी बिताइसकेँ। दुःख सुख कटाएँ। अब यिनीको पालो, यिनी भर्खर युरोप आएकी छिन्। युरोपै फेरि युरोप, त्यस्तो चान्चु नि होइन नि, युरोप युरो कोही पुगेको छैन होला आजसम्म है युरोप। मात्र हामी 2 जना पुगेको। किन गिनिज बुकमा नाम लेख्या छैन त हामी 2 जना त युरोप पुगेको हो त। नसकिने भयो यो। अब तिमी भोक लागेको छौ कि छैन? भोक लागेको छ कि छैन? कहाँ भोक लाग्छ, भेकेसन आउँदा नि भोक लाग्छ, घुम्ने हो नि। अनि तिमी यो ठाउँमा के खोज्न आएको? पिज्जा खान आएको होइन? पिज्जा के खायो त नि पिज्जाको साटो? पिज्जा पायो त? कस्तो त च्याप्टै थियो कि गोलो थियो पिज्जा। पिज्जा छैन, पिज्जा चाहिँ खायो तिमीले। ससेज पिज्जा खान आएको, न पिज्जा पायो न ससेज पायो। यहाँनिर एक्ज्याक्ट रोमानियन ल्याङ्ग्वेजमा यिनले पुला खाइन्, पिज्जा र पुला पिज्जा खाएको छि। त्यो भनेको के हो? तर हामी यस्तो फटा चाहिँ होइन, हामीलाई यो ठाउँमा आएर चाहिँ हामी यस्तो फटा भएको यिनीहरूले बोल्नु नेपाली। युरोपको वान अफ द बेस्ट सिन, सबैभन्दा राम्रो सिन यो ठाउँको यो हो। हेर्नको लागि लाखौँ तिरेर करोडौँ जनताहरू आउँछन् यो ठाउँमा तिरेर। अनि हामी कस्तो राम्रो ठाउँमा रहेछौँ त, बयान गर्न नसकिने ठाउँमा आएको छौँ भनेर हुन्छ हामीलाई। युरोपमा आएर चाहिँ तिमीले चाहिँ पहिलो ल्याङ्ग्वेज सिकेको के हो लु भन? पुला। मेरो पनि फर्स्ट ल्याङ्ग्वेज चाहिँ त्यो नै थियो है। फर्स्ट टाइम सिकेको उनीहरूले बोलेको पुला नै थियो। मैले त्यही सिकेको थिएँ होइन। मैले सोचेँ राम्रो होला भनेर सोचेको, तर त्यो धेरै राम्रो रहेछ। ल हामी चाहिँ यता न उताको भ्लग भ्याएर अब हामी आयौँ। हामी पैसा सैसा टिपेर यता न उताको भ्लग बनाएर आइसक्यौँ। अब चाहिँ हामी आफ्नै वासस्थानतिर अब त्यो पैसा टिपेको सदुपयोग गर्नु पर्यो, ब्याङ्कमा लाउन जानु पर्यो, ब्याङ्कमा लाउन जानु पर्यो। अनि त्यसपछि अब हाम्रो यहाँ आफ्नो घर पनि छ। एउटा चाहिँ भाडामा दिएको छौँ, एउटा चाहिँ उ गर्दैछौँ। माछा सिक्ने बुढोले के चाहिँ ठटायो। अनि त्यसपछि अनि हाम्रो चाहिँ यहाँ 2टा जति रेस्टुरेन्ट रिसोर्ट छ भन्नु पर्यो। यो चाहिँ म बस्ने वासस्थान हो, मैले किनेको ठाउँहरू हो। लगाइ बाई, फेरि पनि आउँछु।